हेलो एभ्रिवान, वेलकम ब्याक नदाफ इन्जिनियरिङ एकाडेमी युट्युब च्यानल। तपाईँ सबैजनालाई नदाफ इन्जिनियरिङ एकाडेमी युट्युब च्यानल स्वागत छ। आज फेरि हामी कक्षा 9 को अप्सन म्याथ लिएर उपस्थित भएको छौँ, जसमा के छ भन्दाखेरि क्वेसनमा बिन्दुहरू 5, 6 र 8, 9 जोड्ने रेखाको झुकाव पत्ता लगाउनुहोस्। अब यो क्वेसन दिएको छ, यसमा के गर्नुपर्छ? रेखाको झुकाव निकाल्नु छ। अब यो प्रश्न बनाउँदाखेरि सबैभन्दा यसमा के कुरा गिभन दिएको छ त्यो कुरा लेख्नु पर्छ। अब दुईवटा के बिन्दु दिएको छ। अब दुईवटा बिन्दु दिएको छ भने मैले यसलाई x1 y1 इक्वल टु के मान्छौ 5, 6 यो पोइन्ट हामीलाई दिएको छ बिन्दुहरू। त्यस्तै x2, y2 इक्वल टु के छ 8, 9 हामीलाई दिएको छ। अब के भन्छ जोड्ने रेखाको झुकाव। अब झुकावलाई हामी m मान्छौ। यो हामी के गर्नु छ वाट यो निकाल्नु छ। अब के गर्नु छ? अब सूत्रबाट अब झुकाव निकाल्ने सूत्र के हुन्छ भन्दाखेरि लेख्नु पर्छ झुकाव m इक्वल टु हाम्रो के हुन्छ y2 माइनस y1 x2 माइनस x1। अब x2 हाम्रो यहाँ छ भनेको यो भयो 9 माइनस y1 भनेको 6 यहाँ हाम्रो 6 भयो। त्यसपछि x2 भनेको 8 माइनस त्यसपछि x1 भनेको हाम्रो के छ 5। अब यसलाई 9 बाट 6 घटाउँदा 3 भइहाल्यो। यो 8 बाट 5 घटाउँदा 3 भयो। 3 लाई 3 ले डिभाइड गर्दा 1 भयो। यही के भयो हाम्रो एन्सर। त्यस्तै अर्को क्वेसन के रहेको छ भन्दाखेरि सरल रेखा 2x - 10y = 10 को झुकाव र y खण्ड पत्ता लगाउनुहोस्। अब के भन्छ यो सरल रेखा दिएको छ, झुकाव र y खण्ड हामीलाई के गर्नुपर्छ निकाल्नु पर्छ भनेको फाइन्ड आउट गर्नुपर्छ। अब यो प्रब्लमलाई बनाउँदाखेरि अब के यहाँ के दिएको छ पहिला त्यो लेख्नु पर्छ। हामीलाई सरल रेखा 2x - 10y इक्वल टु के छ 8 हामीलाई दिएको छ। यो हामीलाई के गरेको छ दिएको छ। अब के निकाल्नु झुकाव र y खण्ड निकाल्नु छ। अब यसलाई मिलाएर लेख्दाखेरि 2x यो के छ माइनस 10y के छ हाम्रो माइनसमा छ भने मैले उता लैजान्छु त भने के हुन्छ यो 10y प्लस भइहाल्छ। यो माइनसलाई उता लग्दाखेरि के भइहाल्छ हाम्रो 10 प्लस 10 यो 8 छ माइनसमा प्लसमा छ उता आउँछ भने माइनस यो भइहाल्छ 8। अब त्यसपछि 2x - 8 यो के छ हामीलाई मल्टिप्लाईमा छ उता आउँछ भने डिभाइडमा भइहाल्छ। यो भइहाल्छ हाम्रो 10। अब यहाँ के बाँकी रह्यो y। अब फेरि अब के दुईटै बराबर छ। अब बराबर छ भने मैले यसलाई 2x - 8/10 लेख्न सक्छु। त्यसपछि अब दुईटैलाई सेपरेट गर्नुपर्छ। यो 10 2x पनि डिभाइड छ 8 को पनि डिभाइड छ। त्यसलाई मैले 2x/10 माइनस को माइनस 8/10 मैले सेपरेट गरेर अलग अलग गरेर लेखिदिए। अब के हुन्छ y। अब 2 ले 10 मा डिभाइड गर्दाखेरि 2 5 जा 10 भयो। आयो 4 यो हाम्रो के भन्छ 5 2 4 जा 8 और 2 5 जा 10। अब के बाँकी रह्यो यहाँ बाँकी के रह्यो भन्दाखेरि 1 यहाँ केही छैन भने 1 छ बाई तल 5 इन्टु x माइनस के भयो 4/5 यस्तै हामी लेख्न सक्छौँ। अब उपरमा केही छैन भने मैले के माने 1 छ यहाँ केही छैन भने x को कोएफिसिएन्ट के छ 1 छ तल 5 को 5 यो। अब देयरफोर के भन्छ y यसलाई हामी समीकरण 1 माने। अब के गर्नुपर्छ अब फेरि के गर्नुपर्छ समीकरण 1 लाई
एकलाई y इक्वल टु mx प्लस c सँग तुलना गर्दा अब यो समीकरणलाई योसँग तुलना गर्दा y को हाम्रो के भन्छ तुलना गर्दा अब y को y भयो त्यसपछि यो हेर्नुस् x सामनेमा के छ यो m अब m को सट्टामा 1/m लेख्न सक्छु भन्दाखेरि के भन्छ झुकाव यहाँ देयरफोर मैले झुकाव m इक्वल टु 1/5 लेख्न सक्छु 1/5 लेख्न सक्छौ किनकि x सामनेमा के छ m छ यो भेल्यु हाम्रो के को छ m को त्यसपछि के छ x पछि के छ प्लस c अब यहाँ के छ -4/5 भन्दाखेरि अब y खण्ड त्यसैले फेरि y खण्ड भनेको के लेख्न सक्छु y खण्ड c इक्वल टु हाम्रो के भइहाल्छ यहाँ हेर्नुस् 4/5 प्लस माइनस माइनस यहाँ आउँछ -4/5 यही के भयो हाम्रो एन्सर यो प्रश्नमा के भनिएको छ झुकाव 1/5 आयो y खण्ड भनेको -4/5 आयो यही हाम्रो के भयो एन्सर त्यस्तै अर्को क्वेशन के रहेको छ भन्दाखेरि y खण्ड 3 हुने गरी y लाई काट्ने र x सँग को 60 डिग्रीको कोण बनाउने सरल रेखाको समीकरण पत्ता लगाउनुस् अब के भन्छ सरल रेखाको समीकरण पत्ता लगाउनु भन्छ अब यो प्रश्नलाई सल्भ गर्दाखेरि के हुन्छ हाम्रो y खण्ड पहिला के लेख्नु पर्छ के क्वेशनमा गिभन छ y खण्ड c इक्वल टु हामीलाई के दिएको छ 3 त्यसपछि के छ अक्षसँग काट्ने के छ हाम्रो झुकाव अब झुकाव भन्दाखेरि झुकाव m इक्वल टु हाम्रो के हुन्छ यसको 10 के छ थीटा अब सँग कोण बनाउने त्यसपछि 10 को 10 थीटाको ठाउँमा हामी कति लेख्न सक्छौं 60 डिग्री अब 10 60 को मान के हुन्छ भन्दाखेरि √3 अब हामीलाई थाहा छ के छ 10 60 को भेल्यु के हुन्छ √3 अब यो भइसकेपछि अब के लेख्नुहुन्छ अब सरल रेखाको समीकरण सरल रेखाको समीकरण के हुन्छ भन्दाखेरि y इक्वल टु mx प्लस c y को y नै रहन्छ m को ठाउँमा के लेख्न सक्छ हामी √3 त्यसपछि के छ इन्टु x यो हाम्रो इन्टु हो प्लस c को ठाउँमा हामी के लेख्न सक्छौं 3 अब यसलाई उता लग्दाखेरि के भइहाल्छ हाम्रो माइनस अब यसलाई उता लग्दाखेरि यहाँ के बाँकी रह्यो 0 √3 को 3 x को x यो उता जान्छ भने माइनस प्लस 3 अब यसलाई मिलाएर लेख्छु भन्दाखेरि मिलाएर लेख्दाखेरि देयरफोर √3x माइनस y प्लस 3 इक्वल टु 0 यही हाम्रो के हो चाहिएको अथवा आवश्यक समीकरण हो यही हाम्रो के हो चाहिएको वा आवश्यक समीकरण हो यही भन्छ के पत्ता लगाउनको लागि यो के छ y खण्ड दिएको थियो यसमा हामीलाई के थीटाको भ्यालु दिएको थियो अब झुकाव राखेको के 10 थीटा हुन्छ यसको दुईवटा फर्मुला हुन्छ अर्को हामी झुकावको ठाउँमा के लेखेको थियो पहिला y2 - y1 x2 - x1
त के हाम्रो y2 र y1 x2 र x1 हाम्रो गिभन थियो, क्वेशनमा दिएको थियो। यसमा त दिएको छैन, यसमा थीटा दिएको छ, त्यही भएर मैले यो फर्मुला लगाएको छु। बुझ्नुभयो नि? यही हाम्रो के भयो? एन्सर।